नमस्कार दर्शक महानुभाव, आजको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामीसँग हुनुहुन्छ मनरा सिसवा नगरपालिका वार्ड नम्बर 8 मा अवस्थित श्री माध्यमिक विद्यालय सहसरामका प्रधानाध्यापक श्री तेज नारायण मिश्र। आज हामी उहाँसँग विशेष कुराकानी गर्न प्रयास गर्न गइरहेका छौँ। नमस्कार, यहाँलाई मुलुक टाइम्स टिभीमा हार्दिक स्वागत छ। सरहरूलाई पनि धन्यवाद, जुन यति गर्मीमा हाम्रो विद्यालयलाई अमूल्य समय दिनुभयो त्यसको लागि धन्यवाद छ। हजुरको परिचय? मेरो नाम तेज नारायण मिश्र, ग्राम हरिगोरीगाउँमा। म यहाँ 2081 साल चैत्र 3 गते हाजिर भई प्रधानाध्यापक पदमा नियुक्त भएको छु। सर, हजुरको विद्यालयमा जम्मा विद्यार्थी सङ्ख्या कति छ होला सर? हजुर, यो हाम्रो विद्यालयमा 950 जति विद्यार्थी छ, एडमिट जति भयो। अनि शिक्षक शिक्षिकाज्यूहरू? शिक्षक शिक्षिकामा टिचिङ स्टाफ 19 जना छन्, नन टिचिङ स्टाफ 2 जना छन्, 12 जना करार कर्मचारी छन्, 9 जना पर्मानेन्ट छन्। 21 सालमा स्थापना भएको छ। विद्यालयको कार्यको लागि समयलाई गिन्ती गर्दैन, कुन समयमा आउनुपर्छ, कुन समयमा जानुपर्छ र सहयोगको कुरा जुन बाहिर हेर्नुभयो, जुन साइकल स्ट्यान्ड हाम्रो विद्यालयलाई उहाँले नै प्रदान गर्नुभएको एक लटको, अर्को यो सेकेन्ड लटको बनाउँदै हुनुहुन्छ कि सर हाम्रो विद्यालय कसरी अझ राम्रो हुन्छ, तपाईँ पनि प्रयास गर्दै जानु, हामीहरू पनि सामाजिक तवरबाट पदीय तवरबाट प्रयास गर्दै रहन्छौँ। उहाँको पनि प्रयास एकदमै जारी छ, दिन रात जहिले बोलाउँदाखेरि आइपुग्नुहुन्छ। पालिकाले शिक्षक शिक्षिका पनि प्रदान गर्नुभएको छ, दिनुभएको हो। प्रदेशबाट पनि छ। यो गाउँमा माननीय पूर्व शिक्षा मन्त्री रानी शर्मा तिवारीज्यूको पनि योगदान अमूल्य छ। सर, यो 2082 सालको माध्यमिक शिक्षा परीक्षामा तपाईँको विद्यालयबाट कतिजना विद्यार्थी सहभागी भएको थियो सर? हजुर, जम्मा सहभागी भएको थियो 42 जना, जसमध्ये उत्तीर्ण भयो 14 जना। शैक्षिक सत्र 2082 सालमा बाल विकासबाट 1, 1बाट 2, 3 यसरी क्रमशः प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण, कि विद्यार्थीहरूमा हौसला उत्साह आओस् भनिकन यो प्रदान गरिएको। यो पुरस्कार पाएपछि अझ राम्रो गरोस्, यो आफ्नो त पहिचान त बनाउँछ, विद्यार्थीको पहिचान समाजको र विद्यालयको पनि हुन्छ। यो भन्दा राम्रो गर्यो भने गत वर्ष एसई परीक्षामा यो विद्यालयले प्रथम स्थान हासिल गरेका थिए, यसपालि गर्न सके। त यो पुरस्कारले त यही हुन्छ कि प्रोत्साहित हुन्छ विद्यार्थी कि अझ होस्, राम्रो गरोस्, विद्यालयको पनि नाम हुन्छ, विद्यार्थीको पनि हुन्छ, समाजको पनि हुन्छ। यसमा कार्यरत अध्ययन अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूको पनि नाम हुन्छन्, पालिकाको पनि नाम चल्छ। विद्यालय एउटा फ्याक्ट्री हो। यो फ्याक्ट्रीबाट माल उत्पादन हुँदाखेरि, विद्यार्थी प्रोडक्ट हुँदाखेरि सबै लटका सामान एक नासको हुँदैन। जसरी 9बाट 10 माइल गएको हो त्यो फरक छ, इक्जाम दिएर गयो त्यो फरक थियो। 8बाट 9मा हरेक बैचका विद्यार्थीहरूको पढाइ लेखाइ इत्यादिमा फरक पर्छन्। त्यस कारणले गर्दा यो रिजल्टमा पनि प्रभाव देखा पर्छ। अनि हजुरको विद्यालयको अहिले वर्तमान अवस्था कस्तो छ त? एकदमै राम्रो चलिरहेछ। शिक्षक स्टाफ, नागरिक समाज, समिति, अभिभावक धेरै सहयोग गर्छ।